यो सब गइसकेपछि म चाहिँ खेत आएको छु अनि तपाईँले चिन्नुभयो होला किनकि पहिलेको भिडियो थाहा थियो कि थाहा छैन होला तपाईँले थाहा छ होला के अरे त्यही भएर के अरे म चाहिँ आज खेत आएको छु अनि आजको लाइक सब्सक्राइबहरू चाहिँ म लास्टमा भन्छु। त्यही भएर के अरे अहिले हेर्नुहोस् के अरे यहाँ चाहिँ मेरो मम्मी बाबाहरू मेरो मम्मी बाबाहरू काम गर्दै हुनुहुन्छ। उता हेर्न सक्नुहुन्छ काम गर्दै हुन्छ। मेरो मम्मी बाबा चाहिँ फार्मर हो। त्यही भएर हेर्नु आज हाम्रो अघि खाजा खाएको थियौँ। यो सबै हामी खाजा खाएको थियौँ। बडाहरू पनि चाहिन्छ अनि म तपाईँलाई यो फार्म देखाइदिन्छु। यहाँ उता यो चाहिँ हाम्रो पल्लो घर यताको खेतको पल्लो घर अनि उता अझै कति घरहरू छ अझै कति घरहरू छ अनि तपाईँले मैले यति मात्रै देखाएको। अनि यो चाहिँ हाम्रो बुवाले खोल्नु भएको क्या अनि यिनीहरू सबैजना पुरै धानबारी छ। यो चाहिँ हाम्रो काकीहरूको ठाउँमा यो छ नि यो हाम्रो काकीको अनि यो चाहिँ हाम्रो बुवाहरूको अनि यो चाहिँ यो पनि हामीहरूकै अनि उताको जग्गा पनि हामीहरूको उता परको जग्गा अनि यिनीहरूको चाहिँ हामीले बेचिसक्यौँ। त्यही भएर अब अरू त मलाई थाहा छैन टाइम वेस्ट हुँदैन तर म घुमाइदिन्छु न। यो चाहिँ बाटो त राम्रै छ केही छैन बाटो राम्रै छ। अनि यहाँ उता साइडबाट यस्तरी गयो भने यस्तो यो घर आउँछ त्यहाँबाट अगाडि गयो भने के अरे अरू घर आउँछ अनि लास्टमा जङ्गल आउँछ। अनि यो हाम्रो पुरै तपाईँले देख्नुभयो होला न आएर यो हाम्रो पुरै त के अरे बुवाको रोपेको हो यो। अनि यो पनि चाहिँ घर बनाउँदै हुनुहुन्छ उता घर बनाउँदै हुनुहुन्छ घर बनाउँदै हुनुहुन्छ न उताहरू चाहिँ थाहा छैन यो के मेरो मम्मीहरूले थाहा छ नि चाहिँ किनकि मम्मीहरू धेरै गर्नुहुन्छ नि चाहिँ ल। अनि के अरे आज तपाईँलाई मैले नासमा भन्दै लेकिन अर्को भिडियोमा तपाईँलाई म उता मेरो घरको चाहिँ गरिदिन्छु। तपाईँलाई थाहा छैन होला अरूहरू न्यू आउनु भएको छ होला त्यही भएर थाहा छैन होला। त्यही भएर म नि तपाईँहरूलाई भनिदिन्छु होला। के अरे यहाँ चाहिँ पुरै कस्तो राम्रो आज शीतल भइरहेको छ गाइस पुरै शीतल भइरहेको छ। आजको भिडियो चाहिँ राम्रो हुँदैन होला ल आजको लागि यति नै लु एकछिन घुमाइदिन्छु लु। अनि यो त पुरै देखाइदिन्छु तपाईँले एकछिन। अनि यहाँ चाहिँ पुरै जग्गा छ कसको मलाई त थाहा छैन। उता हेर्नु के चाहिँ मकै रोपिएको छ त मकै रोपिएको छ। मेरो मम्मी बाबाले पनि मकै रोप्नु भएको छ अनि मकैहरूको त बिचमा खन्ने हुनुहुन्छ किनकि त्यहाँ नि घाँस छ नि चाहिँ घाँस निकाल्नको लागि। त्यही भएर आजको लागि यति नै लु न त आजको लागि यति लु गाइज लाइक एन्ड सब्सक्राइब गर्नु। लाइक चाहिँ के अरे आज म 1K को राख्छु अनि सब्सक्राइब चाहिँ म तपाईँहरू गरिदिनु होला अनि बेलमा थिचेर रिङ गरिदिनु होला। बाई बाई।